जाँदाखेरि कस्तो गएको जाँदाखेरि होइन कुन पढ्दाखेरि राम्रो हुन्छ त्यहाँदेखि सोध्लान् होइन अनि कुन ठाउँ जाँदाखेरि चाहिँ कामहरू धेरै पाउँछ होला त्यस्तो त्यस्तो सोध्छन् होला नि त। यसलाई के भन्छ यहाँ आउन यसलाई हो यसलाई खिम्फाप भन्छ वनगिरी गोविन्दगिरी यसलाई खिम्फाप भन्छ मलाई गोविन्दगिरी भन्छ यसलाई वनगिरी भन्छ। गएको काम सक्यो होइन अब सिधै रुम जाने त होला नि अब घर सुत्ने अब के गर्नु घाम पनि के साह्रो घाम लागेको हो। खानेकुरा कति महँगो छ देखाउँछ है यो अङ्गुर यो कालो अङ्गुर 1380 हेर त यसलाई के यसलाई त्यसो यस्तो हो यसलाई यहाँ राख्ने हो मूल्य हेर्ने मात्रै। हेलो नमस्ते सबैजनालाई वेलकम टु फेरि अर्को भिडियोमा स्वागत छ तपाईँलाई। भन्दैन त के जाओस् न 2 शब्द अझै त्यो रातो बत्ती बलिरह झिलिक्क हरियो बल्यो भने चाहिँ हामी कहाँ जानु लाग्यो अरे गएको म गएर के काम गर्नु अलिक ठुलो सरले बोल्नु खाना नखाए जस्तो के हो त्यो आदि पनि त्यो पुरै खाए जस्तो बोल्न। रमेशको लागि कुरा गर्ने पढ्दैछ अर्को एउटा चाहिँ के अरे खाइगएको सेनमा गएको जाने मान्छे छन् रे अनि अस्ति फोन गरी थियो मलाई बुढीले पेन्सनरले आइदियो कुरा गर्दै भनेर अनि त्यही हो गएर के भन्छस् त मलाई के सोध्न खोजे हुनु नले सेनमा गएको भएपछि यस्तो यस्तो हुन्छ यस्तो दिनु पर्यो नि त अलिकति भाषण तरिकाले के भाषण तरिकाले उनीहरूले त्यही सोध्छन् उनीहरूलाई मनमा लागेको कुराहरू उनीहरूले यस्तो सोध्छन् होला नेपालीमा मेरो विचारमा जाँदाखेरि कस्तो गएको जाँदाखेरि होइन कुन पढ्दाखेरि राम्रो हुन्छ त्यहाँदेखि सोध्लान् होइन अनि कुन ठाउँ जाँदाखेरि चाहिँ कामहरू धेरै पाउँछ होला त्यस्तो त्यस्तो सोध्छन् होला नि त। तिमीले पनि हान्देऊ न यस्तो यस्तो भनेर अब आफूले यहीँ काम गरे मलाई त्यहीँ बिन्दास छ यहीँ चिल छ यहीँ भन्नु पऱ्यो होइन भागेर अन्त टाढाबाट आएको भयो ठाउँबाट आएको के गाडी यो वाला ट्याक्सी होइन त्यो स्कुलको गाडी हो के सर लगाएर गएर अब गएको काम छिटो सकाएर आएर हामी कहाँ जाने अरे 11 हो कि 7-11 हामीले माड गएर सपिङको पैसा तिरेर क्रेडिटको तिर्ने भने होइन क्रेडिट होइन हामी जाने कता हो यता त पुरा यता जाने रहेछ कि होइन ल हानौँ यही बेलामा हान्ने। यहाँको यातायात सिस्टम दामी छ क्या होइन ट्याक्क लगाएर उताबाट आयो भने चाहिँ यता लाइट बालिदिन चाहिँ यो बाटो अनुसार पहिला छोडिदिन्छ नि त ट्याक्क यसलाई चाहिँ पहिला जान दिनुपर्छ है भनेर अनि पछि बल्ल आफू जान्छ। त्यो ठुलो होस् चाहे सानो होस् नेपालमा चाहिँ भिआइपी आयो भने चिल्लो गाडीहरूले मुख कार देखाउने बाटो छोड्नुपर्छ होइन। टिप्पर र ट्र्याक्टर आयो भने त के अरे ट्र्याक्टर टिप्पर र ट्रक आयो भने त डरले छोड्नुपर्छ पिसा पहिले झरिरहन्छ हानिदिन्छ त अनि बाटोमा किन हान्दैन उनीहरू त यमराज भनेर चिन्छ टिप्परलाई त नेपालमा यमराज हानिदिन्छ झ्याममा लगाएर 5 लाख रुपियाँ कति तिरेर त्यो साउले तिरेर निकालिहाल्छ 1-2 महिनामा 5 लाख तिर्दा हुने हो त्यही त हो नि। रामसाइली पानी दर्केको धराके अब यसलाई यता लाने बस त्यता लाने यता ल्याउने पनपन्ती यता घुमाउने गाह्रो छ साह्रै गाह्रो भयो एकान्छे 2 बोतल रक्सी किन भोलिमा बिहा काण्डा यहाँनिर नेपालको झन्डा दामी देखिँदैछ होइन साइडमा गौतम बुद्धको फोटो दामी देखियो नि जय बुद्ध जय गौतम बुद्ध जय गौतम बुद्ध। के खाने गएको काम सक्यो होइन अब सिधै रुम जाने त होला नि अब घर सुत्ने अब के गर्नु घाम पनि के साह्रो घाम लागेको हो ठन्डा त बाटोमा राख्यो
मैले ट्याक्कै चिनेको त कसलाई भाइलाई सेन्सेल गिरी भन्नु किशोर गिरी भन्नु ए अनि थाहा भइहाल्छ नि यो यति बेला यो स्टुडेन्ट आउँछ भनेर हेरेर पैसा हुन्छ नेपालबाट को आउँछ भनेर 3 जना त छ रहेछसम्म त्यो कन्सल्टेन्सबाट 3 जना नि कति कुन ठाउँबाट ल्याउँछ र अरू यिनीहरूको चाहिँ धेरै जति चाहिँ काठमाडौँ गरेको छ कि काठमाडौँमा अनि फेरि अन्त पढ्यो भने चाहिँ यिनीहरू इन्टरभ्यू दिनलाई चाहिँ मानव जाने क्या जहाँ पढिरह त्यहाँ नजाने कि तिमीले एक दुई धेरै स्टुडेन्टको पनि त जानु त्यस्तो हो अब त्यसले वहीँ रोक्यो सरर हावामा उडी जाने आँप त्यो आँप भनेको कस्तो भन्दा एउटा गीत छ नि नेपाली गीत त्यो चाहिँ उखान भइहाल्यो होइन एउटा छ नि हेर्नलाई मिल्छ सुन्नलाई मिल्छ अर्को एउटा आयो भर्खर आर्टिकलमा चलेको थियो नि त्यो देखाउने हेरेरै चित्त बुझाउँछु छुने औकात छैन हेरेरै चित्त बुझाउँछु यता पनि हेर्ने गर न क्यामेरा तेर्सेर आफूले हेरौँ आयो के कसो यहाँबाट मैले उता सानो त्यस्तोमा पार्किङ हालेँ अब मैले रोज देखेँ एक्लै त म घुमाउँदै भयो मलाई त्यो डर मानेको मलाई त्यो डर मानेको यहाँनिर रोज पाइँदैछ रोज पाएर के गर्नु अस्ति तिमीले मलाई दिएको जस्तो पहिल्यै सोधौ झ्यालमा दिएको अरे झ्यालमा नै के भन्नु अनि हिजो त्यो माइक साइक जोडेको टेबलमा छ घाम यस्तो धेरै छ यहाँ गर्मी छ फ्यामिली मार्ट त हेर्नु रहेछ नि फ्यामिली मार्ट यहाँनिर पनि रहेछ फ्यामिली मार्ट गर्मीले त एकछिन एसी नचलाउने भने त यहाँ त गाह्रो हुँदैछ नि साथीहरू के भन्न चाहन्छौ भिडियो हेरेर यसो हुन्छ नि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्मै पर्छ भन्ने नि होइन तर गरिदिएको चाहिँ क्यामेरातिर हेरेर भन्ने होला नि गर्नै पर्छ भन्ने होइन मन लागे राम्रो लागे गर्ने हो जबरजस्त हुने कुरै हुँदैन त नि गर्दिनँ भनेर प्रेसर दिने नि होइन अब हामीले त्यस्तो नयाँ चिज देखाउन सक्यो होइन हिजोको भ्लगमा चाहिँ यसो ठाउँहरू किन आएको सी साइड उनीतिर समुद्रतिरको देखाएको होइन अब अरू यस्तै त भ्लग भने के हुन्छ र जे गरिया त्यही देखाइया जे खाइया त्यही देखाइया होइन के खानु हो अब खाएको चाहिँ देखाइया होइन अब खाएको पनि देखाउनु लागि खानेकुरा नि के छ देखाएर पनि के खान नपाउने त्यसरी त्यो हेर्नलाई मिल्छ छुनलाई मिल्दैन अब अहिले टमाटर त्यहाँ किनौँ भन्दा के भनेको पाउँदैन खाने हिँड्यो भने सरर हावामा उडी जाने जाने किन्ने भने जाने नि हे चञ्चली मेरी सानी हे म भोइस अफ नेपालमा जान्छु सिधै अब पार्किङ अरे यहाँ पार्किङ त यताउता राख्नै दिन्न अब यो के माट हो यो कोरियामा के माट हुन्छ चलो यो पार्किङ गर्मी यति धेरै गर्मी छ पर्छ त म गएछ म धनी मान्छे हुँदा किन चाहियो किनकि यो पसलको नाम के हो त्यो टमाटर ल्याउनु त्यो बोल्नु पर्छ खाने हेऱ्यो भने पसलको नाम अब यहाँ मुला म तपाईँहरूलाई चाहिँ यहाँ खानेकुरा कति महँगो छ देखाउँछु है यो अङ्गुर यो कालो अङ्गुर 1380 हेर त्यसलाई
के हो त्यसलाई त्यसो यस्तो हो यसलाई यहाँ राख्ने हो मूल्य हेर्ने हो मात्रै अरू टमाटर कता जामिन न टमाटर मुला हेर्न मुला मुला कति सेतो चिल्लो गोरो भेन्डी खान्न हौ जान्दैन त्यसलाई करेला त अब घर लिएर खाएकै छैन करेला कुन यो साग कति 138 रुपियाँ 150 रुपियाँ ल मिठो हुन्छ यो साग घर खानेकुरा बगाएर खानु छैन लगेर थुमार्ने मात्रै हो ए 100 रुपियाँ होला धनी हुने खाने मान्छेले के 100 रुपियाँ खानु के चिकन होइन तिमीले खाने भात यस्तै होइन भात खाए च्याउ त अस्ति लग हो त खाइसक्यो त्यसो त लैहालौँ न गएर खरबुजा खानै छ नखाने चिकन खान मन लाग्यो त वहीँ गएर खाने हो क्या 429 रुपियाँ लग्ने हो र तताउनु पर्छ लगेर कि यति खाने तातै छ यसलाई के भन्छ यहाँ आउन यसलाई हो यसलाई खिम्फाप भन्छ वनगिरी गोविन्दगिरी यसलाई खिम्फाप भन्छ मलाई गोविन्दगिरी भन्छ यसलाई वनगिरी भन्छ यो चाहिँ वनगिरी म चाहिँ गोविन्दगिरी यसलाई यो खिम्फाप भन्छ कोरियामा खिम्फाप के भने त्यो काटेर ल्याउने त्यो पहिले पनि चिलाइरहेको क्या लारी काटेको यो लाउने यहाँ नभएर यो लोसन कि के भन्छ यसलाई दारी काट्दाखेरि लाउने लोसन काटेको चिलाइरहेको छैन जाम टमाटर किन्नु जाम यसलाई दारी काट्ने हुन्छ यो सबै होला रहेछ यो सबै हो नि सस्तो कति पर्छ भन्ने कुरा 5000 हो क्या त्यसको चाहिँ 877 रहेछ त्यो भन्दा सस्तो पनि छ खै निकाल के त्यो सस्तोवाला निकाल त यो पनि हो हैन के फरक छ मलाई थाहा छैन यसकोमा दारी काट्ने यसकोमा के फरक छ एउटा जुन उठायो भइहाल्यो नि त्यही उठाउन 3000 दारी काट्ने कति त्यो त 150 केजी मान्छेहरू ओके थ्याङ्क यू भेरी मच लैजाउँ न त भयो भने त्यो पहिलो वर्ष खाइन्छ तर अरूभन्दा भयो भने कोक बढी खाइन्छ क्या खाना त हुन्न तर रुममा भयो फ्रिजमा राख्यो भने बढी खाइन्छ क्या भएर सबै रहेछ ओके थ्याङ्क यू सो मच गाइज